अहिले रिसाउने मान्छेहरू चाहिँ कहाँको यात्रा हो कहाँबाट कहाँ अहिले अब कोरियाले भिजा दिइहाल्छ कि यो अनाथलाई कोरिया जस्तो देखेर भनेर फर्किँदै अनि कहाँबाट फर्किँदै गरेको क्लक्कीदेखि बोटकी हुँदै एम्बेसी हुँदै हामी चाहिँ अब अल द वे वकिङ हिँडेको ओके गुड त्यही उहाँहरू चाहिँ अब एकदम अहिले उहाँहरू चाहिँ कोरियाको भिसा अप्लाई गरेर उहाँहरू चाहिँ अब कोरियाको फुडको नाममा होइन अब पुरा के फुड खानु जाने रे किङ कोरियाको दाई होला नि ल ओ यस भेरी बिग राइट ओ लेट्स गो quite nice let's go permission let's go food fair is Clarke and it's about near the Boatquay food fair heritage also here hello yeah fish yeah go yeah oh sorry nice let's go Kanja Sultan Palace yeah के छ नि बारबिक्यू बनाउँछ भने यस्तो भनेर यही यहाँ यतै हुँदा कतै स्ट्रिट फुडको त्यो मान्छेको त झलल अलि उता अलि परतिर उतै उता यो बिल्डिङ पछाडि फिस अब यो चाहिँ एकदम फ्रेस होइन लब्स्टर फिसहरू अनि हेलो यति आवाजमा पाउँदो रहेछ ह्याप्पी आवर्स छ महारानी अरे मकको 3.50 पनि अरे very nice the life this one yeah so yeah hello thank you yeah this is the menu we are having nice hello yeah उहाँले चाहिँ अब यहाँ आज उहाँ चाहिँ कोरियाको भिसा एप्लिकेसन गरेको नाममा उहाँहरू आज यहाँ Okay, they can live there. Yeah. Okay, go sit. Lunch sit उतापट्टि दियो भने त यो चाहिँ अब एकदम टुरिस्टहरूको लागि चाहिँ अब यसो ड्रिङ्क गर्ने रिफ्रेस हुने ठाउँ होइन अब नियर यो चाहिँ बोटकी एरिया होइन यो अब हेर्नुहुन्छ भने सिङ्गापुरको एकदम प्राइम लोकेसन फर होइन ट्रेड स्पेसली फर food the business district area it's called business district area the furthermore you can see our MBS yeah but behind the Flinton Hotel it's called Civilian Asia Civilian Museum furthermore is called the Parliament House it's very you can view right with the flag yep yeah right furthermore you can view is called Singapore Parliament House then like the modern Singapore founded by this term for rifles is the root area. So cars around here. ल तपाईहरुले हेर्न सक्नुभएको छ सिङ्गापुर रिभर्स हैन अहिले एकदम सिङ्गापुरको पिक डेभलप भएपछिको तर यसको इतिहासलाई चाहिँ कहिले पनि बिर्सनु हुँदैन हैन यो चाहिँ पहिला जब यो चाहिँ 1819 तिर अथवा 19 तिर हेर्ने भने यहाँ देख्न सक्नुहुन्छ है यहाँ देख्नुहुन्छ यहाँ चाहिँ अब एकदम के छ एकदम नेकेड बोय गर्ल्सहरु चाहिँ अब स्विमिङ खेलिरहेको देख्नुहुन्छ यहाँ जम्पिङ हैन उहाँहरु जम्प गरेर यो तलको रिभर जो रिभरमा चाहिँ डाउन हुने
हैन यो रिभरमा चाहिँ डाउन गरेर खेल्ने ठाउँ हो जस्तै हाम्रो नेपालमा हामी पहिला खेल्थ्यौँ हैन यो तर यसको यो यहाँ देख्न सक्नुहुन्छ हैन ए साना साना बच्चाहरू चाहिँ एकदम खेलिरहेको छ जम्प गरिरहेको देखाएको छ इतिहासमा राखेको छ उहाँहरूले चाहिँ तर यसको माथि हेर्दै जानुहुन्छ भने अहिले करेन्ट सिङ्गापुरलाई जस्ट 21st सेन्चुरीमा आइपुग्दा चाहिँ सिङ्गापुरको यस्तो समय भइसकेको छ ल हेर्नुहोस् ल यो चाहिँ अब फ्लेन्टन होटल जुन पहिलाको चाहिँ अब अहिले 5 स्टार होटल चाहिँ निर्मित भइसकेको छ यहाँ चाहिँ है तल हेर्ने भने यता हेरेको छ उकालो हेर्ने नै माथि फाइभ स्टार होटल्स दाहिनेपट्टि हेर्ने हो भने यहाँ चाहिँ अब स्काइको बिल्डिङहरूको बिल्ड भइसकेको छ होइन सारा सिङ्गापुरको चाहिँ अहिले एकदम यो चाहिँ बिजनेस डिस्ट्रिक्ट एरिया अहिले म चाहिँ बेन्जामिन ब्रिज सँग उभिएर मैले यो भिडियो टेकिङ गरिरहेको छु तपाईँले देख्नुहुन्छ चाहिँ होटल जुन स्विस राइफल्स होटल हो जुन तपाईँले एकदमै टाढाबाट देख्दै हुनुहुन्छ स्विस राइफल होटल यो चाहिँ एक जमानामा इस्ट एसियाको सबैभन्दा हाइएस्ट एन्ड टलेस्ट बिल्डिङ थियो एन्ड होटल एज अ होटल बट नाउ इज राइट ल अहिले चाहिँ हामी सिङ्गापुरको यो सिबिडी एरिया जुन देखिसक्नु भएको छ एकदम टुरिज्महरूको होइन यो चाहिँ एउटा प्लस अगाडि जुन हेर्न सक्नुहुन्छ हाम्रो सट्ट यो चाहिँ के हो मर्ल्यान्ड हुँदै यता लेफ्टतिर बढ्दै जाने हो भने अब एमबिएस विशेष गरेर चाहिँ एकदमै होइन वर्ल्डको लागि अहिले भन्ने फेमस होइन एकदमै इन्फिनिटी स्विमिङ पुल विथ द ग्राउन्ड द क्यासिनो एकदम सुनिश्चित द बिहाइन्ड द गार्डन बाई द बे होइन अगाडि बढ्दै जाने हो भने होइन सर्वै आजको मुख्य पात्रहरू चाहिँ यहाँ हुनुहुन्छ उहाँको मुख्य हाम्रो मुख्य पात्रहरू हुनुहुन्छ यता यहाँ यता इन द लेफ्ट सो नाइस हाम्रो अहिले यो चाहिँ एकदमै डुरेन हाउस भनेर चाहिँ प्रचलित यता इङ्ग्लिसमा प्लानेट थिएटर भन्छ तर डिजाइन सेम एज द डुरेन राइट द फ्रुट is a very high protein. It's the famous in the Southeast Asia, especially Thailand, Malaysia, and Singapore. Is they call durian. Is the similar to durian house. All right, so very nice around here. The background, lots. अहिले हामी चाहिँ सिङ्गापुर फ्लायरमा छौँ हैन तपाईले देख्न सक्नुहुन्छ सिङ्गापुर फ्लायर हैन सर्लक्कै राइट हेर्दै जाने भने गार्डन बाई द बे हुँदै हाम्रो मर्न बरेज हैन जुन यो रिभरलाई चाहिँ एकदम ड्रिङ्केबल वाटर फ्रेस वाटर कन्सेप्टबाट चाहिँ बिल्ड गरिएको चाहिँ जुन अगाडि छ यसलाई सिङ्गापुर क्रुज सेन्टर Yeah. That's a garden by the bay. It's a dome and cloud forest, right? The ambience on the right, garden by the bay, yes. It looks great, yeah. केटाहरुको वकिङ हुँदै आजको मेन पात्रहरु चाहिँ व्यस्त छ हालत अब रनिङ एक्सरसाइज गरेको भन्दै चाहिँ कहिले परमिसन पर देखेको दुईटाको नाम के हो परे पारी देखेको त्यो two white yes what is the name call Singapore garden by the bay and by the bay cloud forest cloud forest yes exactly you are right it's so nice you know Papa yep why are you not going up there Papa down फिर डिलीट हुन्छ गाइसहरु अब यहाँ भिजिट हो अब ओके नोकरीको अब अन्तरालमा अब सिङ्गापुर फेरि एकपल्ट फर्केर हेर्न पर्यो नि त यो भएर अब हामी सुरुमा आउँदा यो केही थिएन भनौँ न यो देखिएको बिल्डिङहरू अलमोस्ट यहाँ केही थिएन रनरहरू आउँदैछ होइन रनिङ हो ल ठिक छ भेनाजु ल
या यो खोके चिप्सले कस्तो नाइस के जस्तो यहाँ खै यहाँ कस्तो Catch me. लु क्यास मेरो घोडा चेताउँछ हौ साथी Papa, you are a crab. यहाँ भाइ साथी Ah, crab, Papa. Papa, go and walk ओ ओ like a crab. भाइले के गर्दैछ Papa, go and walk like a crab. Like this. चेताउँछ हौ साथी Papa is still going. Papa is still walking. यस्तो यस्तो भएको भाइले कसरी यस्तो भयो या यस्तो भयो Like this, like this. अँ। Catch, girl. भाइले भाइ चाहिँ भाइ One चाहिँ crab for free. Catch. रिपेयर लगाएको छैन लु Catch. हिँड्ला छ तेरो आमाहरूले लुगाको माया लागेर क्या पाण्डलको लुगाको है मा चाहिँ साइक्लिङहरू मजाले आउँछ होइन मेरो चाहिँ यस्तो दुईटाहरू भएर चाहिँ म चाहिँ साइक्लिङ आउन सक्दिनँ यो ठाउँमा चाहिँ यही भएर चाहिँ म यसरी नै गड्डीसहित बच्चा बच्चीहरू चाहिँ म हिँड्छु तर म रोकिँदिनँ नानीको उ त्यो सट्टालाई तान्दिनँ रोक्न त त्यो अब त्यो ओह पारे अस्तिको सबै भत्काइसक्यो हाम्रो गल्फ खेल्ने ग्राउन्ड पनि भत्कायो है त्यहाँनिर यस्तो भत्कायो गर्छ